केपी शर्मा ओलीको सपना पूरा हुँदै बालेन सिटीमा हेरेर हाँस्ने कि हाँसेर हेर्ने, यही निर्दयी बालेन सहर हो मान्छेलाई दिन दहाडै आत्मा डाहा गर्न बाध्य गराउने। त्यो बाध्यता सम्झेर रुने कि यो अवस्था देखेर रुने। ढल निकासाको लागि टुकुचा आतंक मचाउने बालेन इन्जिनियरको इन्जिनियरिङ फेल भयो भनौ कि पास। खोला किनाराका सुकुमवासीलाई तालमा डुबायो, अब उपत्यकावासीलाई कहाँ लगेर बगाउँछौ। माइतीघर, अनामनगर, जमल यानि उपत्यका डुब्यो। बालेन सरकार तिमी त सुरक्षित छौ। आफ्ना काम बन्ता भाँडमा जाए जनता। यही हो नि, सानो गल्तीमा नेपालीहरू आत्मडाहा गर्न बाध्य छन्। सानो झरीमा खै तिम्रो ढल निकास, अब कसलाई जरिमाना गर्ने। तिमीलाई स्मरण छ कि नै, सामाखुसीमा एकजना बालकको ढलको बेगले बगाएर मृत्यु भएको। आज जोखिम मोलेर बाइक चालकदेखि लिएर सर्वसाधारणहरू फुटपाथमा हिँडिरहेका छन्। दुर्घटना घट्यो भने अब कसले जिम्मा लिने। अब भन तिमी, यसरी जोखिम मोलेर यात्रा गर्नेलाई कारबाही गर्ने कि जोखिम आउन सक्छ भनेर पूर्व तयारी गर्न नसक्ने सरकारलाई कारबाही गर्ने। तिमी त माफी माग्दैनौ, अब भन तिमी कसलाई कारबाही गर्ने। हाम्रो भाषा, हाम्रो कला, हाम्रो सम्पदाको महत्व छ, नभएको होइन। तर चुच्चे नक्सा बिनाको न त मन्दिरको अर्थ छ न त गुम्बाको। हामी मेटिन सक्छौ तर चुच्चे नक्सा मेटाउन दिँदैनौ। सोचेका थियौ सारा नेपालीले तिमी युवा हौ, अवश्य अब देशले मुहार फेर्छ। तर तिमी त देशको मुहार होइन, देशको नक्सै फेर्ने मिसन लिएर आएका रहेछौ। नेपालका अहिलेसम्मका प्रधानमन्त्री मध्ये सबैभन्दा फेलियर प्रधानमन्त्री साबित भइसकेका छौ। तिमी चुच्ची नक्सा मेटाउने दाउमा छौ। हामी तिम्रो सरकारको काउन्टडाउन सुरु गरिसकेका छौं। राजाहरूको जुठो थाल चाटेर अपुत सम्पत्ति कमाउने पनि तिमी। गणतन्त्रमा स्वतन्त्र अधिकार, मलाई बोल्न दे सरकार भन्दै यो देश लुट्ने पनि तिमी। नेपालीलाई गरिब बनाउने पनि तिमी, गरिबलाई लखेट्ने पनि तिमी, यो देश लुट्ने पनि तिमी। याद रहोस् बालेन सरकार, तिम्रो मिसन हामीहरूले बुझिसकेका छौं। न त यो देश लुट्न दिन्छौ, न त गरिब लखेट्न दिन्छौ, न त यो देशको चुच्ची नक्सा मेटाउन दिन्छौ। 17,000 बुलेटमा नाम लेखिएको थियो 17,000 शहीदको। अस्ति व्यवस्था परिवर्तन गर्दा 78वटा बुलेटमा नाम लेखिएको थियो 78 जना शहीदको। अब बसेका बुलेटहरूमा पनि तिम्रो र मेरो नाम लेखिएको हुन सक्छ। देश संकटमा छ। यो संकटको घडीमा धर्म भन्दा माथि उठेर, जात भन्दा माथि उठेर, आफ्नो विचार, आफ्नो सिद्धान्त भन्दा माथि उठेर राष्ट्रवादी युवाहरू आऊ अब एक ठाउँमा यो देश बचाउन। जय देश, जय नेपाल।